विश्वनाथ गुरुङ। अनि तपाईँ किन रोइरहनु भए? जाडो भएर। अनि तपाईँले लुगा पाउनु भएन है? खाना खानुभयो कि नै? छैन। अनि अब तपाईँ कति कक्षामा पढ्नुहुन्थ्यो? 5 मा भने पछाडि अहिले स्कुल जान पनि तपाईँ पाउनु भएको छैन? केही पनि भन्दिनँ म। जाडो भएको तिमी माथि जाउँ न त उतै बाबा नकहिले लगिदिन्छ यसलाई हिजो 12 बजीदेखि लुगा भिजेको यस्तै बसेको छ यो बच्चा नाम के हो तपाईको? यसलाई लुगा चिसो छ नि सबै भिजेको छ यो राति भिजेको हो हिजैदेखि बेलुकाको लुगा हो यो चप्पल छैन बगाएर चप्पल बगाइसक्यो जाडो भइरहेछ भनेर बच्चा रोइरहेछ। अब यो लुगा पनि दिन्छ लुगा पनि दिएन क्या अरे चप्पल पनि छैन जाडो भयो मन बुवा हुन्न अब हात नामले पालेको आज भात खाएन भात खाएको छैन त्यो कहाँ गयो त भात नखाने अनि अरू लो कपडा खोइ भिजेको छैन वा सबै लुगा पनि सबै पडा भित्र छ खाना चाहिँ भात खाने हो रात खाना खाऊ नि खाना खाऊ ल किन नखाने खानु मन छैन भिजेको यो लुगा यसलाई माथि लगिदिनु पर्ने कति लाग्यो उता देखा बालेलाई देखा दे के भन्नु छ भन त के भन्नु छ भन त केही भन्नु किन रोको त लुगा छैन भनेको जाडो भयो हिजोदेखि भिजेको है हिजो 12 बजेदेखि भिजेको यो बच्चाहरू हामी सबै अनि के गर्छ अघि कहाँ गएको हो तिमी अघि कहाँ गएको एक्लै गएको खुट्टामा चप्पल पनि छैन चप्पल पकाइसक्यो